गत शनिबार हामी साँखुबाट नगरकोट हुँदै कलामसीसम्म हाइक गएका थियौँ। पहिले हामी सबैजना साँखु सालीनदी मन्दिरमा भेला भयौँ, मन्दिरको दर्शन गऱ्यौँ, हाइकको बारेमा छोटो ब्रिफिङ गऱ्यौँ, परिचय गऱ्यौँ अनि यात्रा सुरु गऱ्यौँ। सालीनदी तर्न बित्तिकै खोरिया गाउँबाट उकालो बाटो सुरु भयो। खोरिया गाउँ कटेपछि जङ्गलको बाटो सुरु भयो। यहाँबाट थोरै उकालो अनि धेरै चाहिँ तेर्सो बाटो भएर हामी शिलादेवी आधारभूत स्कुल पुग्यौँ। स्कुलबाट पनि थोरै पर गएपछि भ्यू टावर पुग्यौँ अनि भ्यू टावरबाट केही बेर ओह्रालो झरेपछि कात्तिके गाउँ पुग्यौँ। यो गाउँ नजिकै काठमाडौँ, भक्तपुर र काभ्रे जिल्लाको सामूहिक सिमाना पनि पर्दछ। कात्तिकेबाट करिब 2 किलोमिटर जङ्गलको बाटो हिँडेपछि नगरकोट बजार पुग्यौँ। यहाँबाट हल्का ओह्रालो झरेपछि लामी डाँडा हुँदै गडगडे पुग्यौँ। गडगडेमा बसेर निकै बेर आराम गऱ्यौँ, खाजा खायौँ, पानी पनि परिरहेको थियो। यहाँबाट फेरि घना जङ्गलको बाटो सुरु भयो। करिब 4 किलोमिटर हिँडेपछि नगरकोट टावरको रोडमा पुग्यौँ। यहाँबाट 2.5 किलोमिटर रोड ओह्रालो झरेपछि कलामासी बस पार्क पुग्यौँ अनि हाइक टुङ्गायौँ। तपाईहरु पनि हामीलाई हरेक शनिबार हाइकको लागि जोइन गर्न सक्नुहुन्छ। वेलकम।